कहिलेकाहीँ घोडाको रेसमा गधाले पनि जित्न सक्दो रहेछ के। कसरी यो एकैछिनमा भन्छु। त्योभन्दा पहिला तपाईले आफ्नो वरिपरि आफ्ना साथीभाइहरूलाई हेर्नुहोस् त, जुन कुनै समय कमजोरी थिए, बोल्न सक्दैनथे, समयमा काम गर्दैनथे, मतलब छिटो रिजल्ट निकाल्न सक्दैनथे। सबैले उनीहरूलाई कमजोर व्यक्ति, यसले जीवनमा केही गर्न सक्दैन भनेका थिए, तर ऊ जीवनमा अगाडि निस्किसकेको छ। थोरै निहालेर हेर्नुहोस् त, तपाईकै आफ्नै साथी नभए आफ्नो बुबाको अथवा आमाको, काकाको, दाइको कोही पनि हुन सक्छ। निहालेर हेर्नुहोस् त, जो ट्यालेन्ट छ, जो बोल्न सक्छ, जो धेरै गर्न सक्छ, त्यो भन्दा पनि अगाडि पुगेका छन्। कसरी पुग्यो होला? कयौं कुराहरू यसमा हुन सक्छ। उसले समयमा डिसिजन गर्न सक्यो, फोकस गर्न सक्यो, उसँग अनुशासनको पालना गर्न सक्ने क्षमता प्रशस्तै छ। कयौं कुराहरू यस्ता हुन सक्छन्। तर एउटा यहाँनिर यो कुरा म स्पष्ट भन्न चाहन्छु कि जीवनमा तपाईँ अगाडि बढ्न चाहनुहुन्छ भने तपाईले केही महत्त्वपूर्ण कुरा गर्नुपर्छ। जुन कुरा पहिला त्यो अघि गधाको कथा सुरुमा भनेको थियो, त्यही कथा जोड्न चाहन्छु। पुरानो समयको कुरा हो। धेरै राज्यहरू थिए। गाउँमा पहिला त आफ्नो आफ्नो राज्य हुन्थ्यो। कुनै गाउँमा एउटा घोडाको रेस दौडाउने खेल आयोजना गरियो। त्यो गाउँमा सबैलाई भनियो कि आफ्नो आफ्नो घोडा, बलियो घोडा लिएर आउनुहोस्। सबै गाउँका राजाहरू आफ्नो आफ्नो बलियो घोडा लिएर आउन तयार भए। एउटा गाउँमा दुःखको कुरा थियो कि घोडा थिएन, तर जक्कड एउटा गधा थियो। सबै गाउँका राजाहरू खुसीका साथ आफ्नो घोडा लिएर जाने तयारी गरेका थिए, तर त्यो गाउँको राजा घोडा लिएर जाने तयारीमा थिएनन्। गधा आफूसँग भएको कारणले गर्दा चिन्तित थिए, उनी दुखी थिए। उनको जीवनमा सूर्य उदय भए पनि प्रकाश आएको थिएन, दियो बले पनि मनभित्र अँध्यारै थियो, किनकि उनलाई लागेको थियो सबै गाउँमा म पछाडि छुटे, मलाई कमजोर ठानी। तर उनीसँग एउटा चतुर मन्त्री थिए। मन्त्रीले भने हामी पनि भोलि यो गधा लिएर जाने हो। तर राजालाई थाहा थिएन मन्त्रीले किन गधा लिएर जाने भनेको छ। मन्त्री र राजा बीच केही कुराकानी भयो, तर राजा खुसी थिएनन्। खुसी नभए पनि मन्त्रीको कोसिसले राजालाई लिएर गएपछि गधा घोडाको बीचमा उम्ब्याए। सबैजना हाँस्न थाले, गधा लिएर आएको भन्न थाले। सबैजना हाँस्छन् पनि। जहाँ सबैले एक दिशातिर सोचिरहेका हुन्छन्, त्यो बेलामा जस्तै हाम्रो महावीर पुनलाई एक समय नेपालमा पनि इनोभेसन हुन्छ, विभिन्न मिसिनहरू बन्छन् भन्दा हाँसेका थिए। तपाईले महावीर पुनको पुस्तक पढ्नुभयो भने उहाँले कति मन्त्रीहरूसँग, कति सरकारी कार्यालयहरूसँग सरकारी पैसा छुटाऊ भनेर भन्दा हाँसेका थिए। हाँस्छन् सर। अल्बर्ट आइन्स्टाइनलाई नै हाँसेको हामीले कति कुरा सुन्छौँ। हामीले थमस अल्वा एडिसनलाई नै हाँसेको कुरा हामीले सुन्छौँ। त्यसरी नै हाँसेका थिए। तर जब रेस सुरु हुनुभन्दा पहिला सबैलाई आह्वान गरियो कि आफ्नो आफ्नो घोडालाई फुर्तिलोसँग उम्ब्याएर राख्यो भने सबै लाइनमा बसे। गधा पनि बीचमा थियो। गधालाई मन्त्री गएर पुछार उचालेर केही पोको खोलेर दलिदिए। त्यसपछि रेस सुरु भयो। रेस सुरु हुँदा सबै घोडा दौडिए, गधा पनि साथमा दौडियो। गधा यति स्पिड दौडियो कि गधाले रेस जित्यो। रेस जितिसकेपछि पनि सबै घोडा आएर उभिए, बसे, आफ्नो मालिकको छेउमा बसे। तर गधा भने फेरि भागिरह्यो। के को कारणले होला? के दलिदिएका थिए होला? सिम्पल कुरा छ मित्रहरू। गधालाई पुछार उचालेर खुर्सानी, रातो खुर्सानी दलिदिए। मित्रहरू, थोरै नेगेटिभतिर यो कुरालाई नजानुहोस्। उदाहरण नेगेटिभ बन्न खोजेको होइन। मैले यो भन्न खोजेको मात्रै हो कि गधाले रेस जितेन होला भनेर प्रमाणित गर्नुभन्दा पनि कहिलेकाहीँ त्यो मान्छे सफलतामा पुग्ने गर्छ जसको अगाडि बढ्नको लागि पछाडि आगो लागेको हुन्छ। सन्नी देओलको एउटा मुभीमा छ नि, गुस्सेको पाल्न सिको। मतलब
कहिलेकाहीँ त तपाईको जीवनमा यस्तो घटना घटेको होला कि जहाँ तपाई रिसाउनु पर्ने अवस्था भयो। आर्थिक रूपमा ओहो पैसाको अभावले गर्दा म अगाडि बढ्न सकिन, मलाई यहाँ ठेस लाग्यो। कहिलेकाहीँ बाबुले आमाले कहिलेकाहीँ आफ्ना आफन्तले पैसा देऊ त छैन भन्ने अवस्था, केही न केही यस्तो नेगेटिभ समय परेको होला जुन समयमा तपाईसँग अभाव भएको थियो। अब त्यो अभावलाई नै आफ्नो ताकत बनाउनुहोस्। जस्तै त्यो राजाले त्यो मन्त्रीले आफ्नो अभावलाई एउटा ताकत बनाए, त्यो ताकतबाट नै उनीहरू अगाडि बढे। हो मित्रहरू, कहिलेकाहीँ हामीले सम्पूर्ण चिज आएपछि नै हामी अगाडि बढ्न सक्छौँ भन्ने सोच राख्ने गर्छौँ। तपाईँ यदि 18-20 वर्षको 25 वर्षको हुनुहुन्छ भने, यो भिडियो हेर्नु भएको छ भने, म यो भन्न चाहन्छु कि यो बेलामा यदि मसँग पैसा भयो भने म यो गर्न सक्थेँ, त्यो गर्न सक्थेँ, यसो गर्न सक्थेँ, उसो गर्न सक्थेँ भन्ने हामीले सोच बनाउँछौँ। तर जब 40, 45, 30, 32 वर्षमा पैसा आउँछ, कतैबाट हामीले कमाएर पैसा आयो भने त्यो पैसा आएपछि हामीले केही गर्न नसक्ने आफैलाई देख्छौँ। जस्तै तपाईसँग अहिले पैसा छैन, कसैले तपाईलाई 10 लाख दियो, 1 वर्षमा 20 लाख बनाइ भन्यो भने के को आवश्यक पर्छ? अब तपाईलाई मार्केटिङ माइन्डसेटको आवश्यक पर्छ। अब तपाईलाई आफ्नो स्किलको आवश्यक पर्छ। स्किल भएन, मार्केट कम्पिटिसन छ, तपाईँ कसरी अगाडि बढ्न सक्नुहुन्छ? तपाईँ अगाडि बढ्न सक्नुहुन्न। मैले अघि गधाको पछाडि लगाइएको खुर्सानीको बारेमा भन्नु पर्दा उसलाई सही ठाउँमा ल्याएर सही ठाउँमा खुर्सानी दलिएको थियो। त्यसैले स्किललाई तयारी गरेर बस्नुहोस्। भोलि ठूलो गर्नको लागि तपाईँ समक्ष जब पैसा आर्थिक रूपमा तपाईँ सम्पन्न हुनुहुन्छ तब तपाईले सही दिशामा कार्य गर्न सक्नुहुन्छ। अनि त्यो व्यक्ति जुन सबल बनेको थियो, उसले रकेट हुन्छ नि सर, रकेट आकाशमा उड्ने बेलामा त्यसको तलपट्टि आगो लगाइन्छ। आगो लगाएपछि प्रेसर बन्यो, उड्यो हैन। कयौं कुरा मिसिनमा जोडिएको होला, त्यो आफ्नो ठाउँमा छ, तर अगाडि बढ्ने एउटा माध्यम भनेको म गर्छु हो। जुन दिन समय आउँछ र गरौँला भनेर बस्नुहुन्छ त्यो दिन तपाईको हातबाट समय निस्किसकेको हुन्छ। समयले कहिल्यै पनि तपाईलाई फर्किँदैन भनिन्छ, बगेको खोला फर्किँदैन, समयले फर्किँदैन। सही समयमा तपाईँ भित्रको बिउ जमिनमा गाडिनुपर्छ, सही समयमा मोलजल हालिनुपर्छ, सही समयमा त्यो बाहिर निस्किन्छ। फेरि तपाईलाई सजिलोसँग मार्केटमा अथवा आफ्नो जीवनमा अगाडि बढ्न दिँदैनन्। प्रकृतिले जस्तै सानो बिरुवालाई असिना पानीले थिच्छ, त्यसरी नै बाहिरका चुनौतीहरूले थिचे पनि एउटा बिरुवा फेरि उम्रिन्छ र प्रशस्तै फल दिन्छ, फूल दिन्छ। त्यसपछि त्यो आफ्नो अस्तित्व मेटिए पनि उसले आफ्नो खुबी अनुसार दिएर जान्छ। त्यसैले तपाईले पनि आफ्नो जीवनमा फल दिने सही समयमा त्यो समय, त्यो स्किल, त्यो तरिका बेलैमा अपनाउनु पर्छ। होइन भने समय खेर गइसकेपछि कहिले पनि समयले हामीलाई पुनः साथ दिँदैन। मित्रहरू, यहाँलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, शेयर गर्नुहोला। यस्तै भिडियोहरू सुन्न हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियोमा भेट हुनेछु।